हेलो साथीहरू, यो चाहिँ वाटरमेलन है। वाटरमेलन चाहिँ मलाई एकदमै मनपर्ने फ्रुट्सभरिमा मनपर्ने बेस्ट हो। सबै खाना गइरहेछ म एक्लै। हजुर रेन खाने भए आउनु है, मैले नसक्दै। एकदमै मिठो गुलियो। मम्मी मिठो भयो न? धेरै गुलियो छ क्या अन्त। ए मेरो बिस्तार सागभन्दा दिन टिपेर आएकोमा गुलियो बस्छ क्या। लाउनु अझै न अल्फुल देऊ। चुच्ची मम्मी हो दिन नि चाहिँ अझ ठुलो देऊ न अरे अझ। बिचरा छोरीले खाली भनेर आफ्नो अझ किनिदिनु भएको आम्रा दिनु भनेपछि म मोरी यस्तो गर्ने पापी नि हो नि त। लाउनु बच्चीले अरूमा एकैछिन सुत्ने क्या। म इन्डिया घुम्न जाँदा चाहिँ देखेको कि यति खेती गर्ने रहेछन् है वाटरमेलनको। नेपालमा देखेको छैन नि मम्मी मैले। यो बर्डर साइडमा हुन्छ नि, यही छ, यही शान्ति बजारमा। शान्ति बजारमा नि हाम्रो घर पनि रोप्यो भने हुन्छ। हुन्छ नि। कसरी रोप्ने हो त? लगाउन त त्यसो भए एक पिरियड लगायो भने तयार हुने बेला भइसक्यो। कस्तो तयार? रोप्ने बेला कि फल्ने बेला? अब तयार फलिसक्यो। साह्रै भोलि फल्छ होला नि यो। गर्मीमा यो खरबुजा खाने भने चाहिँ एकदम राम्रो गर्छ क्या, किनकि यसमा पानी हुन्छ नि त, पानीको मात्रा बढी हुन्छ नि त। त्यही भएर गर्मी महिनामा चाहिँ पानी धेरै पिउन नसक्नुहुने चाहिँ
खरबुजा खानुभयो भने चाहिँ राम्रो हुन्छ के। मैले 1 किलोको खरबुजा पनि एक दिनमा सक्न सक्छु, त्योभन्दा पनि बढी होला। ला 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 ला। मन परेको खानेकुरा पाइयो भने त फेरि यति त खुसी हुने होइन र। यस्तो यस्तो गराइकन पनि खाएको कि मैले। सक्यो होइन त।